धनुषाको महेन्द्रनगर क्षेत्र आज तनावग्रस्त बनेको छ। बालेन नेतृत्वको सरकारले 8 दिनभित्र सुकुम्बासी बस्ती खाली गराउन जारी गरेको सूचनाको विरोधमा स्थानीयवासी सडक आन्दोलनमा उत्रिएका हुन्। प्रदर्शनकारीहरूले महेन्द्रनगरको मुख्य राजमार्गमा टायर बालेर सडक अवरुद्ध गरेका छन्। आन्दोलनका कारण केही समय यातायात पूर्ण रूपमा प्रभावित बनेको थियो भने बजार क्षेत्र समेत तनावपूर्ण बनेको छ। आन्दोलनमा सहभागीहरूले सुकुम्बासीमाथि अन्याय बन्द गर, गरिबलाई विस्थापित गर्न पाइँदैन लगायतका नाराबाजी गर्दै प्रधानमन्त्री बालेनको राजीनामा माग गरेका छन्।